जुन चाहिँ हायर एलिभेसनमा भएको कारणले गर्दाखेरि धेरै चिसो हुने गर्छ यहाँ चाहिँ। अहिलेको लागि त हाम्रो लागि त काठकै राम्रो हुन्छ। यस्तो जाडो छ, जाडोमा आउँछ 3-4 महिना जाडोमा बस्नु सक्दैन। भुइँचेममा मौसमको अनुसार भन्नुपर्दाखेरि आरसी भवनमा जाडोमा एकदम जाडो हुने, गर्मीमा पनि एकदम गर्मी हुने हुँदो रहेछ। यो सिमेन्ट इट्टा झन् चिसो अलरेडी होइन, यो जाडो महिनामा झन् बेसरी चिसोले समाउने के। अब स्कुलमा हेर्दाखेरिमा अब यो क्लास पनि हेर्दाखेरि चिसै छ। घाम पनि लाग्दैन, झ्यालबाट पनि हावा आउँछ। धेरै समस्याहरू भइरहेको छ बच्चाहरूलाई चाहिँ। ज्वरो आउने, चिसोले गर्दा रुगा मर्के स्कुलै आउन सकिरहँदैन बच्चाहरू। 1 हप्तै ल्याएन नि मैले, बिरामी भएर 1 हप्ता ल्याएन नि। औषधि कति खान्थ्यो। यहाँतिर त चिसोले गर्दा फेरि हात खुट्टा गाला सबै फुट्छ नि, कति गाह्रो हुन्छ। यो आरसिसी भवन त बलियो हुन्छ, तर मौसम अनुसारको हेरेर मौसम अनुकूल अनुसार त्यहाँ आरसिसी भवनभित्र फेरि बनिसकेपछि त्यो भित्र के थप्नुपर्छ भन्ने कुरा अहिलेसम्म हामीलाई ज्ञात छैन। न्यानो त अब के हुँदैन होला। न्यानो त अब उनीहरूको डबल कपडा फारा लगाएर पठाए पनि अब टाइममा खोकी भइरहेको हुन्छ, चिसो लागिरहेको हुन्छ। अरू कुनै उपाय त अब के नै गर्न सकिन्छ र, कि हिटरै जोड्नु पर्यो। बिन संस्थाबाट यहाँ यस विद्यालयमा इसिडीमा बाल कक्षमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि ऊर्जा प्रबलीकरण विधिबाट एउटा कोठा निर्माण गरिदिनु भएको छ। निर्माण भइसकेपछि त्यहाँभित्र अध्ययन गर्ने इसिडीका मेरा बालबालिकाहरू एकदम खुसी छन्। धेरै क्लासरुमहरूमा आउने भनेको चिसो वालहरूबाट नै हो। वालमा र हाम्रो विन्डोहरूबाट आउँछ धेरै। त्यसको लागि हामीले सुरुमा त वाललाई इपिएस प्यानल र प्लाइवुड र 500 को प्लास्टिक सिटले हिट रेजिस्टेन्स गर्ने काम गऱ्यौँ। विन्डोहरूमा चाहिँ हामीले डबल ग्लेज विन्डो युनिटहरू हालेर हिट लस हुन दिएन। सिलिङबाट पनि हिट ट्रान्सफर हुने भएको कारणले सिलिङमा पनि हामीले इपिएस पम्प प्यानलहरू हाल्यौँ। त्यसले गर्दा एकदमै हेल्प भइरहेछ। र फ्लोरमा पनि तलपट्टिबाट 500 गज प्लास्टिक सिट हाल्यौँ, अनि त्यसमा एक्सपिएस प्यानल चाहिँ तलबाट युज गरेँ। अरू क्लास र अहिले यसलाई रेट्रोफिटिङ गरिसकेपछि हेर्दाखेरि धेरै नै भिन्नता पाइसकेका छौँ। अहिले जुन हाम्रो क्लासमा हिटरहरू युज गर्नुपर्ने, इलेक्ट्रिक हिटरहरू युज गर्नुपर्ने, त्यसलाई अब हामी रिप्लेस नै गरिसक्यौँ। अहिले चाहिँ एकदम व्यवस्थित तरिकाले बनाउनु भएको छ। अहिले चाहिँ जुन यो बनाइसकेपछि हावाहरू छिर्न पाउँदैन बाहिरबाट। हरेक समस्याहरू, बालबच्चाहरू बिमारी पर्ने, हामीलाई पनि असहज वातावरण हुने थियो। अहिले चाहिँ यो जुन निर्माण भइसकेपछि एकदम सहज भएको चाहिँ अनुभव भएको छ मलाई पनि। हामीले चाहिँ अब यहाँ एकदम चिसो हुने, यहाँ बस्नै नसक्ने भएर त्यहाँ कोठामा गएपछि न्यानो हुने, अनि काम गर्न नि सहज हुने के। एकदम सजिलो भएको छ। एकदम बच्चाहरूलाई त झन् स्पेसल बच्चाहरूलाई धेरै राम्रो भएको छ। एकदम खुसी छौँ कि अहिले चाहिँ हामी बच्चाहरू त झन् उनीहरू प्रायः जस्तो अहिले त इसिडीको बच्चा बाहिरै निस्किन खोज्दैन। चिसोले बाहिर चिसो हावा चल्ने, भित्र टक्क ढोका बन्द गरिदिएपछि त के उनीहरूलाई केही फिलिङै हुँदैन अरे क्या। अहिले प्यारेन्ट्सहरूले पनि भन्नुहुन्छ, आमा अहिले त यो कोठा त धेरै राम्रो बनाउनु भएको छ, तपाईँहरूले हाम्रो बच्चाहरू बस्न मान्छ, बस्छ, उनीहरू खेल्छ भित्रै भन्छ कि। त्यतिकै बङरङ्ग त्यही भुइँमै सुत्दा पनि चिसो त लाग्दैन भन्नुहुन्छ प्यारेन्ट्सहरूले पनि। खुसी छु। कक्षामा त तातै छ, तर कक्षाबाट बाहिर निस्केपछि चाहिँ चिसो हुन्छ। कक्षामा त सेफै छ, राम्रै छ, तातै छ भन्नु छ। पहिलाको भन्दा त अहिले धेरै तातो पनि छ, सेफ पनि छ। भन्नुहुन्छ नि उहाँहरूले कहिलेकाहीँ यहाँ पछाडिको जस्तो कोठा बनाइदिए नि हुन्थ्यो नि, यहाँ पनि भाइ त आनन्दले बस्छ, दिदी दाईहरू चाहिँ जाडो भयो भन्छ भनेर चाहिँ भन्नुहुन्छ। बालबालिका बस्ने ठाउँ, पढ्ने ठाउँ, बुढाबुढी र आराम गर्ने वृद्धाश्रमहरूमा त अति आवश्यक छ। यो बालसुतरी गृहहरूमा, वृद्धाश्रमहरूमा, बाथरुम सेन्टरहरूमा यत्रो रेट्रोफिटिङ भवन बनाइदियो भने त
त्यहाँ रहेका उमेर समूहका मान्छेहरूले चाहिँ कुनै पनि प्रतिकूल असर नपर्ला स्वास्थ्यमा, त्यसैले यो भवन अथवा यस्तो कोठाहरू चाहिँ बनाउनु एकदम आवश्यक छ।